यहाँहरू सबैलाई जय मसी। सर्वप्रथम ह्याप्पी इस्टर भन्न चाहन्छु। र यो वर्षको इस्टर रिफ्लेक्सन चाहिँ मलाई मत्ती 28 को केही पदहरूबाट गर्न मन लागेको छ। म केही पदहरू यहाँको माझमा पढ्नेछु अनि त्यसपछि केही कुराहरू इस्टरको एज अ रिफ्लेक्सन म केही कुराहरू बाँड्नेछु। यसरी लेखेको छ, सबातपछि साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। ठुलो भूकम्प गयो। म चाहिँ यो इस्टर रिफ्लेक्सनमा यो वर्षको इस्टर रिफ्लेक्सनमा ठुलो भूकम्प गयो। यो भूकम्प अर्थक्वेकलाई चाहिँ म अलिकति रिफ्लेक्ट गर्छु, किनकि परमप्रभुको एउटा दूत स्वर्गबाट तल ओर्ले र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुली जस्तो र पोसाक हिउँ जस्तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थरथर काँपे र मरेतुल्य भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, तिमीहरू नडराओ, किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाँगिनु भएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभए बमोजिम उहाँ जीवित भई उठ्नु भएको छ। आओ उहाँलाई राखिएको ठाउँ हेर। कम एन्ड सी। कम एन्ड सी ल्याङ्ग्वेज मत्तीले पनि आओ हेर, अनि युहन्नाले पनि उनको सुसमाचारमा यसुले भन्नुभएको वचन आओ र तिमीले देख्नेछौ, आओ र हेर, कम एन्ड सी। यो प्रकारको छ। र अनि यो खण्डबाट चाहिँ विशेष गरेर म दुई पदलाई अलिकति तपाईँहरूको माझमा रिफ्लेक्ट गर्न चाहन्छु, र विशेष भूकम्प, अर्थक्वेक। हामी सबै विदितै छौँ, एकदमै भूकम्प कसरी जान्छ, के हुन्छ भूकम्प जाँदा भन्ने कुराहरू हामीलाई एकदमै राम्रोसँग थाहा छ। र अनि यो भूकम्पको बारेमा बाइबलमा लेखिएको भूकम्प, यो शब्द, यसको इटिमोलोजी भन्छ नि, शब्दलाई नै हामीले व्याख्या गर्दाखेरि चाहिँ तीन प्रकारले हामीले बुझ्न सक्छौँ। एउटा चाहिँ एज अ लिटरेरी डिभाइस, एउटा लेखकले आफ्नो सन्देश, आफ्नो कुराहरू राख्दाखेरि उसले प्रयोग गर्ने एउटा शैली, स्टाइलको रूपमा चाहिँ हामीले बुझ्न सक्छौँ। मत्तीले भूकम्प को विषयमा लेख्दाखेरि होइन, त्यस्तै अरू घटनाक्रमहरूलाई अलिकति ड्रामेटिक शैलीमा प्रस्तुत गर्ने गर्दछन्। त्यो एउटा शैली भयो अथवा एउटा एप्रोच भयो भनेदेखि, अर्को चाहिँ लिटरल सेन्समा पनि हामीले भूकम्पलाई हेर्न सक्दो रहेछौँ। यो 27 अध्यायको 51 पदमा यीशुको मृत्युमा पनि भूकम्प गएको छ, अनि फेरि यीशुको पुनरुत्थानमा पनि भूकम्प गएको छ। अनि त्यो कारणले गर्दा लिटरल सेन्समा चाहिँ यो भूकम्पले चाहिँ के देखाउँदो रहेछ भन्दाखेरि प्रेजेन्स अफ गड, परमेश्वरको उपस्थिति, शक्तिशाली हस्तक्षेप, परमेश्वरको शक्तिशाली हस्तक्षेप। प्रस्थान 19 अध्यायको 18 पद अनुसार चाहिँ यो भूकम्प चाहिँ विशेष गरेर परमेश्वरको शक्तिशाली उपस्थिति, उहाँको हस्तक्षेप भन्ने अर्थ लाग्दो रहेछ। त्यस खण्ड अनुसार परमेश्वर सिनाई पर्वतमा ओर्लाउनु भयो, होइन, बादल लाग्यो, भूकम्प गयो, कम्पन भयो। यो खालको ल्याङ्ग्वेजहरूले चाहिँ परमेश्वरको उपस्थिति र उहाँको हस्तक्षेपलाई जनाउँदो रहेछ लिटरल सेन्समा। र प्रेरित 4 अध्यायमा पत्रुस युहन्ना झ्यालखानमा हुँदाखेरि उनीहरूको हत्कडी खोलिनु, झ्यालखानको ढोकाहरू खोलिनु, भूकम्प जानु, यो परमेश्वरको प्रत्यक्ष इन्टरभेन्सनको कुराहरू पनि हामीले त्यसरी पनि यो भूकम्पलाई उल्था गर्न सकिने रहेछ। ट्रेडिसनली त्यसरी उल्था गर्दै आइएको। र अनि मत्ती 28 मा हामीले हेर्दाखेरि भूकम्प गयो, किन भूकम्प गयो, भूकम्पको कारण व्याख्या गरेको छ त्यहाँ। किनकि परमप्रभुको स्वर्गदूत आए, ढुङ्गो हटाएर त्यसमाथि बसे भनेको छ फिजिकल्ली, होइन, एउटा लिटरल सेन्समा चाहिँ त्यसमाथि आएर बसे भनेर भनेको छ। त्यो कारणले गर्दा चाहिँ यो भूकम्प चाहिँ लिटरल सेन्समा पनि हामीले उल्था गर्न सक्ने रहेछ, विशेष गरेर परमेश्वरको उपस्थिति, उहाँको हस्तक्षेप अनुसार। र अनि अर्को तेस्रो तरिका चाहिँ मेटाफोरिकल सेन्सबाट पनि हामीले बुझ्न सकिने रहेछ भूकम्पलाई। मेटाफोरिकल भनेको चाहिँ परमेश्वरको न्यायको रूपमा, होइन, परमेश्वरको न्यायको रूपमा एउटा दुष्टता बढ्यो, अन्धकारको शक्तिका कामहरू बढे, अनि त्यसलाई कसरी न्याय गर्ने, जस्ट त्यसको न्याय गर्ने तरिका चाहिँ भूकम्प पठाउने अथवा भूकम्प आउने अथवा पृथ्वी हल्लिने कसरी बुझ्छौँ हामीले। अनि अन्त्यका दिनका चिन्हहरूको
को रूपमा पनि भूकम्प एसोसिएट भएको छ। प्रकाश 6 अध्यायमा यसको विषयमा विस्तृत छ। र अनि प्रोफेटिक ट्रेडिसनमा जस्तै साना अगमवक्ताहरू आमोस, हागाई हैन, अनि त्यसपछि ठुला अगमवक्ताहरू यशाया, यिर्मिया, यो पुस्तकहरूको एउटा निचोड सारमा हामीले हेर्ने हो भने यो कस्मिक डाइनामिक्सहरू, यो हलचलहरू, यो सबै गतिविधिहरू चाहिँ विशेष गरेर परमेश्वरको क्रोध र एज अ कल टु रिपेन्टेन्स, एउटा पश्चातापमा आऊ भन्ने त्यो सन्देश, त्यो जनाउ घन्टी, म यो शब्द अलिक प्रयोग गर्छु, त्यो जनाउ घन्टीको रूपमा पनि हामीले लिन सक्ने रहेछ। भनेपछि भूकम्पलाई चाहिँ हामीले सरस्वती हेर्दाखेरि एउटा लिटरेरी डिभाइसको रूपमा, लिटरल सेन्सको रूपमा पनि हामीले यसलाई बुझ्न सक्ने, परमेश्वरको उपस्थितिसँग एसोसिएट गरेर, र मेटाफोरिकल परमेश्वरको न्याय, अन्त्यका दिनका चिन्हहरू, अनि परमेश्वरको क्रोध, अनि एउटा मान्छेलाई पश्चाताप गर्नको लागि आह्वान, जनाउ घन्टीको रूपमा पनि हामीले भूकम्पलाई बुझ्न सक्ने रहेछ। र विशेष गरेर पुनरुत्थानको सन्दर्भमा चाहिँ यो भूकम्प भन्ने शब्दले चाहिँ यो यसको एटिमोलोजी, यसको प्रयोगले चाहिँ चारवटा कुरा चाहिँ बताउने रहेछ। पहिलो चाहिँ यो पुनरुत्थानको सन्दर्भमा भूकम्प आयो किनकि परमप्रभुको दूत ढुङ्गा हटाएर त्यहाँ बसे भनेको छ। यसले चाहिँ के जनाउँदो रहेछ भन्दाखेरि पुनरुत्थान भनेको चाहिँ यो परमेश्वरको महिमाको प्रदर्शन हो। यो द ग्लोरी अफ गड हेज बिन मेनिफेस्टेड। यो आर्टी फ्रान्स भन्ने एउटा राइटरले के, कमेन्टेटरले के भन्नुभयो भने यो मत्ती 28 भूकम्प भन्ने शब्द हुँदाखेरि पुनरुत्थानको घटना विवरण होइन, यो यसरी चाहिँ पुनरुत्थान भयो भन्नुभन्दा पनि यो चाहिँ डेमोन्स्ट्रेसन हो, प्रदर्शन हो। पुनरुत्थान भयो यहाँ, त्यही कारणले गर्दा त्यहाँ तल लेखेको छ आओ र हेर। उहाँ यहाँ हुनुहुन्न, आओ र हेर, डेमोन्स्ट्रेसन। भनेपछि पुनरुत्थानमा यो भूकम्प भन्ने शब्दको प्रयोगले चाहिँ पुनरुत्थानलाई चाहिँ परमेश्वरको शक्तिको मेनिफेस्टेसन, एउटा प्रदर्शन, दिस इज वाट हेज ह्यापन्ड, ल हेर, कम एन्ड सी, त्यो अर्थ लाग्ने रहेछ पहिलो भने। दोस्रो चाहिँ परमेश्वर येशू ख्रीष्ट नै यो सारा सृष्टिको प्रभु हुनुहुन्छ, कस्मिक लर्ड हैन। यो ब्रह्माण्ड, माथि आकाश अनि तल पृथ्वी, हाम्रो बुझ्ने शैलीमा स्वर्ग र पृथ्वीको तल, मत्ती 28 अध्यायको तल हामीले पढ्दै जाँदाखेरि 16 देखि तल पढ्दै जाँदा स्वर्ग र पृथ्वीको समस्त अधिकार, लर्डशिप अफ क्राइस्ट हैन। यो भूकम्प भन्ने कुराले चाहिँ एउटा येशू ख्रीष्ट चाहिँ हाम्रो आत्माको मात्रै प्रभु होइन। हामी स्पिरिटिजमलाई धेरै फोकस गर्छौँ, अनि हाम्रो आत्माले मुक्ति पाउने, हाम्रो आत्मा बाँच्ने, उहाँ चाहिँ हाम्रो आत्मालाई सुइँ स्वर्गमा उडाइ लगेर अनि ठ्याक्क राखिदिने, त्यस्तो खालको मात्रै होइन। उहाँ चाहिँ कस्मिक भनेको चाहिँ हाम्रो शरीरको पनि उहाँ प्रभु हुनुहुन्छ, यो माटोको पनि प्रभु हुनुहुन्छ, जमिनको प्रभु हुनुहुन्छ, आकाशको प्रभु हुनुहुन्छ, एउटा टोटालिटी अफ क्रिएसन होइन, सृष्टिको सम्पूर्ण कुराको चाहिँ उहाँ प्रभु हुनुहुन्छ। कस्मिक लर्डशिप भन्ने कुरालाई जनाउँदो रहेछ। अनि कतिजना न्यू टेस्टामेन्ट राइटरहरूले चाहिँ यो भूकम्प भन्ने शब्दले यहाँ प्रयोग गर्दाखेरि येशू ख्रीष्ट चाहिँ कस्मिक, एज अ कस्मिक लर्ड, उहाँले चाहिँ आदमलाई परमेश्वरले जुन आज्ञा दिनुभएको थियो, उत्पत्ति 28 फल्दै फुल्दै वृद्धि हुँदै जानको लागि, आदम फेल भयो। अनि यो पुनरुत्थानद्वारा चाहिँ आदमले नसकेको त्यो जिम्मा चाहिँ येशूले अब उठाउनु भएको छ। फल्दै फुल्दै वृद्धि कसरी? उहाँले मृत्युलाई जितेर बौरी उठ्नुभयो। भनेपछि यो भूकम्प भन्ने शब्दले चाहिँ येशू ख्रीष्ट चाहिँ सृष्टि, यो माटो, यो जमिन, यो हावा, यो सम्पूर्ण ब्रह्माण्डको, यो सम्पूर्ण संसारको प्रभु हुनुहुन्छ, आत्माको मात्रै होइन, हामी भित्रको आत्माको मात्रै होइन भन्ने यो अर्थ लाग्दो रहेछ। दोस्रो चाहिँ कस्मिक लर्डशिप भने। तेस्रो चाहिँ साल्भेसन इज टोटालिटी अफ लाइफ, एउटा साल्भेसन एज अ होल भन्ने अर्थ पनि लाग्दो रहेछ। मुक्ति, उद्धार भनेको चाहिँ पाप क्षमा अनि आत्मिक अनात्मिक जुन डुअलिटीबाट हामी बोल्छौँ, त्यो डुअलिटीलाई अलिकति यसले फराकिलो सन्दर्भमा राखेको छ। यो भूकम्प, पुनरुत्थान, यो दुईवटा सन्दर्भलाई लिँदाखेरि यो मुक्ति भनेको चाहिँ सम्पूर्ण टोटालिटी। जस्तै फिलिपीको पुस्तकमा पावलले भन्नुहुन्छ, हाम्रो हीन शरीरलाई उहाँले महिमी शरीरको रूपमा रूपान्तरण गरिदिनुहुन्छ। बडीली रिजरेक्सन होइन, बडीली रिजरेक्सन भन्छौँ नि हामी, हाम्रो शरीरको पुनरुत्थान हुनेछ। हाम्रो आत्माको मात्रै मुक्ति होइन, हाम्रो शारीरिक मुक्ति, एउटा हाम्रो बडीली रिजरेक्सन को कुरा। यो साल्भेसन चाहिँ एज अ होल रूपमा चाहिँ
हामीले बुझ्नुपर्ने रहेछ। त्यस कारणले गर्दा यो भूकम्प भन्ने जुन छ अर्थक्वेक, यो सन्दर्भलाई हामीले बुझ्नु महत्त्वपूर्ण हुँदो रहेछ। विशेष यो क्रुसिफिक्सनको सन्दर्भमा र रिजरेक्सनको सन्दर्भमा पनि। भनेदेखि अर्को चाहिँ रिजरेक्सन एज अ होल होइन, हामीले अघि मैले भनिहालेँ सेल्भेसनको विषयमा बुझाउँदाखेरि यो हाम्रो शरीर पनि बडीली रिजरेक्सन, यसको अर्थ चाहिँ हामी ख्रिस्टसँगै साझेदार हुने के। यो भूकम्प भनेको छ, भूकम्प भनेको चाहिँ यो गतिविधि हो, डाइनामिक्स हो। हामीले अहिले साइन्टिफिक प्रकारले हामीले बुझ्छौँ होइन, टेक्टोनिक प्लेट्स, यो हलचल, यो सबै कुराहरू हामीले बुझ्छौँ। र यसले पुनरुत्थान, यसो ख्रिस्टको पुनरुत्थानसँगको सन्दर्भमा कस्तो लाइट सेट गर्छ भन्दाखेरि चाहिँ हामी येशू ख्रिस्टले जुन पुनरुत्थान हुनुभएको शरीर उहाँले धारण गर्नुभएको छ, हामीले पनि त्यही शरीर पाउनेछौँ। साझेदारी पार्ट टेकर, बडीले रिजरेक्सनको कुराहरू चाहिँ यसमा हुने रहेछ। त्यस कारणले गर्दा यो पुनरुत्थान भन्ने कुरा जुन छ, यो पुनरुत्थान रिजरेक्सन चाहिँ एउटा हाम्रो आत्मा, शरीर ढल्ने, हाम्रो आत्मा मात्रै बाँच्ने होइन, मुक्ति पाउने, त्योभन्दा पनि हाम्रो यो भूकम्प र पुनरुत्थान, अनि भूकम्प र येशूको मृत्यु, यो क्रुसिफिक्सन, यो दुइटै सन्दर्भबाट हेर्दाखेरि चाहिँ यो टोटालिटी अफ लाइफ, हाम्रो सम्पूर्ण जीवन चाहिँ खास येशू ख्रिस्टसँगै पुनरुत्थान हुने रहेछ भन्ने अर्थ लाग्दो रहेछ। यति भन्दै मेरो यो वर्षको इस्टर रिफ्लेक्सन यहीँ राख्न चाहन्छु। हेरिदिनु भएको लागि धन्यवाद। जय मसीह।